आमा बाउ बाहेक साथीहरूको अनि आफन्तको कसैको विश्वास नगर्नु। यही नै हो श्रीको मन्दिर चाहिँ त्यहाँ हो होइन। फोटो खिचिरहेको छ फेरि पनि। हेलो एन्ड नमस्ते, वेलकम टु ब्याक माई न्यू भिडियो। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि ठिक छु। न्यू ब्लग लिएर फेरि पनि आइसकेको छु तपाईँहरूमा। आज मिश्रा नि आज चाहिँ मलाई अलिक बोल्न आइरहेको छ, किनभने मैले तिहारमा पनि त ब्लग गरेको थिएँ नि त, अनि त्यही भएर मलाई फेरि आज अलिक बोल्न चाहिँ आइरहेको छ। अनि यत्तिकै फेरि बोलिरहेको चाहिँ आउँछ, नत्र फेरि क्यामेराको अगाडि खासै बोल्न चाहिँ आउँदिनँ। म चाहिँ साथीहरू मेरो सपना चाहिँ पुरा हुँदैछ होइन, आधी सपना है। अनि मेरो पहिल्यैदेखि सपना चाहिँ म कोठीभिर जाने थियो, अनि म चाहिँ कोठीभिर जान सकेन किनभने अब सानो बच्चा छ। अनि अहिले नै फेरि साथीहरूले फेरि जाम नौबनी झरनासम्म भनेर अब जाँदैछु हामी चाहिँ नौबनी झरना हेर्नु। अनि बच्चा बोकेर साथीहरू, अनि बोर्की पनि ल्याएको थिएन क्या मैले फेरि। अनि मेरो कान्छी मम्मीले चाहिँ बोर्की मागेँ, अनि म चाहिँ हिजो यहाँ कान्छी मुवाकोमा आएको थिएँ नि त अनि बस्नलाई। अनि दिदी चाहिँ गइसक्यो होइन, अनि त्यो चाहिँ कोठीभिर पुग्ने भनेर त्यो उसको साथीहरू चाहिँ गइसक्यो होइन, त्यो पनि गइसक्यो। अनि हामी चाहिँ जाँदैछौँ बहिनी र म। अनि मैले चाहिँ टक्क सानमालाई बोर्की मागेर बोकेर जाँदैछु साथीहरू हो र। अनि बहिनी चाहिँ अगाडि हिँडेकी छिन्, अनि म चाहिँ पछाडि हिँडिरहेको छु साथीहरू। यस्तै छ हो बच्चाको आमालाई। अनि बाटो पनि पुरा अप्ठ्यारो छ क्या, अनि मलाई त खुट्टा खाइदिला जस्तो भयो। जुत्ता फेरि मैले धेरैको लगाएँ नि त, अनि नत्र चप्पलै लगाएर हिँड्नु त, अनि प्राय जुत्ता नलगाउने, अनि कहिलेकाहीँ यताउति मात्र लगाउने भयो हुनाले मेरो जुत्ताले खुट्टा खाइदिइसकेको छ साथीहरू। भर्खरै हामी हिँडेको चाहिँ 5 मिनट भयो। अब कति भनेपछि अहिले अब ठ्याक्कै कति बजे मलाई चाहिँ याद भएन होइन, त्यस्तै 11:30 चाहिँ भइसकेको होला। अनि म चाहिँ बच्चा बोकेर पिन्छु, यहाँ बच्चा पिन्छु बोकेको छु। अनि म चाहिँ यता बहिनी चाहिँ उता हिँडिराखेकी छिन् साथीहरू। यी बाटो चाहिँ यस्तै हो। मेरो लुक्स देख्न सक्नुहुन्छ होइन, पाइन्ट चट्ट लाएर अनि जुत्ताहरू लगाएको थिएँ हो र। खुट्टा खायो, मलाई पनि खुट्टा खायो कि। अनि साथीहरू चाहिँ अब तल भेटिन्छन् होला, हामी चाहिँ यहाँ पढेर भन्ने ठाउँ छ, अनि त्यसमा चाहिँ भेट हुने भनेको छ। अनि साथीहरू यस्तै भयो क्या, बिहानै जाने भनेर मैले कति बाक्ला बच्चाले पनि बाक्ला कपडा ल्याइदिएको थिएँ। अनि साथीहरूले चाहिँ घाट गरे क्या। तर जिन्दगीमा साथीहरूको आमा बाउ बाहेक साथीहरूको अनि आफन्तको कसैको विश्वास नगर्नु भन्ने त्यो चाहिँ मैले अलिअलि महसुस चाहिँ गर्दैछु होइन। झट्टै कसैको विश्वास नगर्नु क्या। मैले चाहिँ बच्चाको आमा भएर कपडा बोकेर यहाँसम्म ल्याएको थिएँ होइन। तर पनि साथीहरूले बिहानै के ल्यान्थेन जाने नजाने गर्दाखेरि अहिले चाहिँ ढिला भयो होइन। लास्टमा साथीहरू चाहिँ म रिसाउने भएर चाहिँ जान साथीहरू चाहिँ पछाडि आउँदैछन्। यति गाह्रो छ नि साथीहरू, यति गाह्रो छ नि बाटो होइन नौबनी जानलाई। अझ हामी त भर्खर घरदेखि यता हिँडिरहेको छौँ क्या। अब बाटो चाहिँ यति अप्ठ्यारो छ। म साथीहरू तपाईँहरू देखाउने नै छु है। बाई अहिलेको लागि चाहिँ म साथीहरू भेट भएपछि म फेरि भ्लग बनाउने नै छु, साथीहरू हेर्दै गर्नु होला। हामी चाहिँ पढेर भन्ने ठाउँमा आइसक्यौँ होइन। अनि हाम्रो साथीहरू चाहिँ पछाडि छन्, अनि आइरहेको छैनन् क्या। अनि अहिले चाहिँ हामी त्यहीँ फर्किन लागेको छौँ चौपारीमा। अनि अहिले हामी चौपारी भन्दा पनि बिसौनामा, अनि हामी चाहिँ बस्दैछौँ। अनि साथीहरू खोइ कति बेला आउने हो। अनि हामी चाहिँ अब ट्याक्क लगाएर बच्चा चाहिँ बसाल्नु पऱ्यो होइन, बोकिरहनु। मेरो साथीहरू आइसक्यो हो माई गड, म चाहिँ एकदम ह्याप्पी छु होइन। मेरो साथीहरू चाहिँ पारी हुनु आउँदैछन् होइन। हाम्रो झोला चाहिँ देख्न सक्नुहुन्छ साथीहरू। पिन्चु चाहिँ हिँड छोरा हिँड पिन्चु चाहिँ बहिनी चाहिँ उता चाहिँ होइन। मेरो साथीहरू चाहिँ कहाँ आउँदैछन् हौ, खोइ देखेकै छैनन् हौ साथीहरू। अनि आएको छैनन् साथीहरू चाहिँ। म चाहिँ यता छु साथीहरू। यस्तै छ अब उही गर्दैछन्। अनि तिनीहरू कहाँ आइपुग्यो है, कहाँ देख्न सक्नुहुन्छ साथीहरू आइसकेको छन्। अनि कति 2-3-4 जति आइसकेको छन्। लु साथीहरू हामी चाहिँ फाइनली मेरो साथीहरूसँग भेट भइसक्यो होइन। हामी चाहिँ चट्ट अहिले चाहिँ लाग्दैछन् मेरो साथीहरू चाहिँ माइजू चाहिँ मा अनि बहिनीहरू चाहिँ हो। अनि हामीले चाहिँ अहिले
सबैलाई भेटिसक्यौँ। बच्चाको आमा चाहिँ म मात्र भयो बच्चा बोकेर आउने, तर बच्चाको आमा सबै भयो नि, सबै नै 1-2 जना भयो भने, तर मैले चाहिँ बच्चा बोकेर चट्ट हात गरेर आएको छु साथीहरू। ल के हुन्छ कस्तो हुन्छ म तपाईँलाई देखाउने नै छु। आधी बाटोमा आयौँ अनि सर्प देखेर हामी चाहिँ डराएर यता आयौँ 2-3 जना अनि सर्प याक्यो अनि होइन हामी चाहिँ सर्प देखेर यस्तो टर्सिम होइन साथीहरू, यस्तो दौडेर फिल्मबाट दौड्यौँ साथीहरू। अब हामी चाहिँ अब यस्तै हो होइन, आधी बाटो पनि छेउन डुब्बा आँखा भर्खरै। अनि हामी चाहिँ मैले देखेको पछि उँभो हेरेर देखेँ अनि यति ठुलो सर्प साथीहरू। लु यस्तो डरले भगवान् यस्तो हुन्छ जिन्दगीमा। ल हामी चाहिँ स्कुल जाने बाटो यही हो साथीहरू। अब यस्तै छ हेर्नु, नानी बोक्ने, पहिले झोला बोकेर स्कुल गइन्थ्यो भने अहिले नानी बोकेर जानु लाग्छौँ, त्यही नै हो, अरू त के हुनु होइन। हामी चाहिँ एकदम फटफटी हिँडेको छ। ल ओके मेरो छोरीले चाहिँ मानी भने मैले चाहिँ जुनालाई दिने भनेको छु, किनकि मलाई अहिले ढोक भएको महसुस भएको छ, तर पनि म अगाडि हिँडेको छु किनकि भ्लग पनि बनाउनु पऱ्यो। अनि त्यसपछि ढिला हिँडेपछि फेरि माथि पुगिँदैन नि त, अनि त्यसैले कान्छु चाहिँ अगाडि हाम्रो त्यो बोक्सा डपाउने मान्छे चाहिँ आउनुहुन्छ। अनि हामी चाहिँ हेर्छौँ साथीहरू, असिना कस्तो बोले नो माइन्ड है साथीहरू। ल यस्तै नै छ, फेरि बाटोमा बिच बाटोमा के हुन्छ तपाईँहरूले देखाउने नै छु। हामी जाने त अब जङ्गलको बाटो हो, यस्तै हो साथीहरू, पुरा जङ्गल। मेरा साथीहरू आउँदैछन्, मेरो ग्याङहरू, अनि यस्तै नै छ। अब हामी पछि देखाउँछ है के हुन्छ। अहिले चाहिँ गाह्रो भयो मलाई। नानी बोकेर जुना चाहिँ पछाडि हिँडेकी चाहिँ अगाडि यस्तै छ साथीहरू। अनि त्यसपछि यो चाहिँ हाम्रो मैले पूजा गर्ने ठाउँ बनाएको, नमस्ते मैले बनाएको के त्यसमा पूजा गर्ने डर लाग्थ्यो। अनि डर लागेपछि मैले फेरि यो राखेपछि डर लाग्दैन पूजा गरेपछि भनेर। स्कुल हिँड्दा एकदम डर लाग्ने यो चाहिँ सुनसान जग्गा हो साथीहरू। अनि हामीलाई डर लाग्थ्यो नि त, अनि त्यही भएर हामीले चाहिँ यसमा पूजा गरेपछि हाम्रो मनमा डर त्रास हुँदैन भनेर हामीले चाहिँ यस्तो त्यहाँ पूजा गरेको थियौँ। ल साथीहरू यस्तै हो जङ्गलको बाटो, चर्कै नि हो। अब त्यही साइडमाका लप्परेका कुरा, मेरा लप्परेका कुरा चल्दैछ यहाँ, अनि मेरो सानोको कुरा चल्दैछ। अनि यस्तै छ साथीहरू, हामी चाहिँ अहिले अब ठ्याक्कै भन्नुपर्दा पुलमा आइसक्यौँ होइन। अब यो ठाउँको नाम के हो केटा हो, भोके बगर। अनि पहिले चाहिँ हामी पढ्ने बेला चाहिँ यो पुल थिएन, हामी चाहिँ सुई हिँड्यौँ होइन उता सिधै। अहिले चाहिँ सर्टकट भएको छ पुलबाट। अनि हामी चाहिँ अब यस्तै छ साथीहरू हिँड्ने। अब फोटो कुनै फोटो खिच्ने हो कि के गर्ने, ल हुन्छ खिचौँ फोटो पनि। यस्तै छ साथीहरू, त्यहाँ पारी छ है। अनि ल अब म चाहिँ यता छु। र हामी चाहिँ अब एकछिनमा फोटो खिच्छौँ, अनि फोटो खिचेपछि फेरि के कस्तो हुन्छ तपाईँहरूलाई फेरि मैले प्रतिक्रिया दिने नै छु साथीहरू। टोपी हालेँ अनि पिन्चुको ज्याकेट र रोपी बोकेर म सर्लक्क पारेर हिँड्दैछु। फोटो कहाँ खिच्ने एउटा। अनि यस्तो छ पछाडिमा आइज हुनुहुन्छ, अनि अगाडि सबैजना अगाडि गइसक्यो होइन। म चाहिँ अहिले भ्लग बनाउँदा के गर्दा चाहिँ पछाडि रह्यो साथीहरू। अनि अरू त के नै भन्नु छ र होइन। हामी पहिले हिँड्ने बाटो चाहिँ अझै तल हो कि, पहिले हामी हिँड्ने बाटो चाहिँ अझै तल होला सायद। अब यो भन्दा पनि तल होला सायद। म चाहिँ अलिक भुलेँ होइन, म नआएको चाहिँ 7-8 वर्ष भयो नि त। अनि त्यही भएर म चाहिँ आएको थिएन। अनि यो पुलमा पनि फाइनली मेरो इन्ट्री भयो। कहिले जाने होला, अरूले फोटोसोटो खिच्दा चाहिँ कहिले जाने होला भन्ने सोच्थेँ, तर त्यो दिन पनि आउने रहेछ हाम्रो पनि होइन। बाँच्नुपर्छ दिन सबैको आउने रहेछ होइन, सबै गर्ने हरेक कुराको मौका आउने रहेछ। त्यही नै हो साथीहरू। अब पहिले हामी हिँड्ने बाटो कुन हो रे, यतै हो र हामी हिँड्ने बाटो चाहिँ साथीहरू त्यही नै रहेछ है पारीको। म चाहिँ अलि याद नगरेर हो यस्तो छ। हामी जाने त उता माथि हो साथीहरू, कहाँ हो कहाँ साथीहरू।
अनि अब यस्तै छ अब साथीहरू जिन्दगीको गोरेटोमा अब एकछिन हामी फोटो पनि खिच्ने पर्ने हुन्छ अनि के हुन्छ फेरि म देखाउने नै छु अब यो पुल देखिसक्नुभयो होइन साथीहरू अब यहाँ लामो पुल हजुर कपी ग्रुपमा चाहिँ फोटो खिच्ने अनि यस्तै छ साथीहरू के अनि यहाँ बाख्रा आएको छ नि त पाले चाहिँ अनि फोटो हामी चाहिँ ग्रुपमा खिच्यौँ होइन त्यो एकालिका चाहिँ खिच्न पाएनौँ किनकि हाम्रो गन्तव्यको यात्रा त कति टाढा छ नि त अनि त्यसैले चाहिँ हामीले ग्रुपमा मात्रै फोटो खिच्यौँ होइन साथीहरू यस्तै छ साथीहरू अब हाम्रो यात्रा कहाँसम्म अहिले चाहिँ मैले झोला टक्क साटेर मेरो लुक्स देखाउने छु है टक्क मैले चाहिँ अब गाउँमा गएर एकजनालाई मैले लट्ठी माग्नेछु अनि लट्ठी बोकेर चट्ट पारामा अनि यस्तै देखाउने मुस्ताङमा केटाहरू ग्याङ ग्याङ भन्ने मैले चाहिँ त्यो गीतमा मैले बनाउने छु साथीहरू लट्ठी भाँच्न पर्ने रहेछ क्या अनि गाउँमा पनि फेरि मागेर दिने हुन्थ्यो होइन नानी स्टाइल पाएर भन्ने हुन्थ्यो अनि यस्तै छ साथीहरू अब गाउँमा यस्तै हो क्या अलि बढी नक्कली साल पाऱ्यो त्यो फलानाको छोरी नि त नक्कली साल पायो अब जे भए पनि गाउँ भनेको गाउँ नै हो होइन साथीहरू अब हामीले पनि भन्छौँ उनीहरूको नेले यति छोटो कपडा लगाउँछ त्यो फलानाको ढेस्काको छोरी त कस्तो छोटो लुगा लगाएर हिँडेको भनिहाल्छ नि त सहरमा त्यस्तो भन्ने कुरा चाहिँ हुँदैन होइन यस्तै छ साथीहरू म चाहिँ ठ्याक्क मेरो इन्द्री चाहिँ भइसक्यो व्याकरणमा देख्न सक्नुहुन्छ अनि सट्ट मेरो साथीहरू मैले धेरैचोटि देखाइसकेँ पुल पनि पार्टीसम्म छ साथीहरू हामी यहाँको चाहिँ त्यहाँ पारी गाउँदेखि हो साथीहरू अनि हामी चाहिँ बल्ल अहिले यहाँ आयौँ हेर्नु त साथीहरू कति जङ्गलको बाटो आयौँ यस्तै छ जिन्दगीको यात्रा गोरेटोमा अब पानी खाएर यस्तो पनि भयो होइन हामी पढ्ने पहिला 6 देखि 10 क्लास पढ्नेसम्म स्कुलमा आइपुग्यौँ साथीहरू यस्तै नै छ अब मेरो भन्नु त कस्तो नि भएको छ होइन हामीले घरि पछाडि टल्किन्छ घरि अगाडि टल्किन्छ यस्तै छ होइन मैले झोला बोकेको छु मेरो छोरी चाहिँ जुनाले बोकेको भएर रोएकै थिएँ मलाई देखेर क्या अघि नै बोकेकी हो नि त अनि त्यति बेला त सुतेकी थिएर बोक्न माने होइन अहिले चाहिँ मानेकी छैन यस्तै छ साथीहरू अब फाइनल्ली म पढेको स्कुलमा नि आइसक्यो होइन म पढेको स्कुल चाहिँ यहाँ चाहिँ पढेन होइन हामी यो गर्ने बेला चाहिँ यहाँ चाहिँ पढ्दै तर हामी पढेको चाहिँ अलि पारीको स्कुलमा हो तर यो पनि त्यही पारीको नै स्कुल हो साथीहरू यही नै देख्न सक्नुहुन्छ हामी पढेको स्कुल अब आउ छोड्यो साथीहरू हामी पढ्ने स्कुलमा आइसक्यौँ होइन यो चाहिँ हामी पढ्ने बेला चाहिँ यो भवन थिएन अनि त्यो भवन पनि थिएन अनि यो यसमा थियो अहिले चेन्ज भनेको त्यो भवन अनि त्यो भवन अनि यो भवन चाहिँ म फाइनली म 11 पढ्न गएको कति 7-8 वर्ष भइसक्यो होइन 8 वर्षपछि यही चेन्ज भएछ अनि त्यो चेन्ज भएछ अनि यो चाहिँ हाम्रो पुरानै भवन हो अनि यो चाहिँ नयाँ भवन भयो अहिले चाहिँ यो भवन रहेछ अनि यस्तै छ साथीहरू अब यो सर र भवन देख्न सक्नुहुन्छ हामी पढेको अब पारी ठुलो गाउँ देख्न सक्नुहुन्छ मेरो साथीहरू पनि यस्तै अब फोटोहरू खिचेर गएको छन् अनि यो चाहिँ गेट थियो होइन साथीहरू तर यो गेटको कुनै पनि काम थिएन होइन ढोका पनि थिएन पहिल्यैदेखि अहिले पनि रहेनछ अनि यस्तै छ साथीहरू अब गाउँको स्कुल भनेको यस्तै हो होइन हामी माया लाग्छ स्कुलको अब हामी 6 देखि 10 सम्म मैले कति 4-5 वर्ष त यहीँ पढेँ नि त अहिले चाहिँ माया लाग्छ होइन अनि 5 सम्म फेरि हामी यहीँ हाम्रै गाउँमा पढेको थियौँ अनि मैले चाहिँ छोरी बोकेर पनि भ्लग गरेको छु साथीहरू तपाईँहरूले देखाउनको लागि के कस्तो छ भनेर देखाउनको लागि तपाईँ माझ देखाउनको लागि मेरो दुःख बुझिदिनु होला साथीहरू सबैजनाले भिडियो हेरिदिनु होला फाइनली ठुलो गाउँ पनि के हो साथीहरू यस्तो छ कि मेरो फेरि भ्लग बनाउँदा के हुन्छ क्या त्यसमा के ऐन हुन्छ कहिले के अन हुन्छ क्या यस्तै छ साथीहरू यस्तै छ एकछिनपछि म उता गएर म फेरि देखाउँछु है साथीहरू साथीहरू यही नै हो हाम्रो भार्पा गाउँ सेल्फीबाङको भार्पा गाउँ त्यो ठुलो गाउँ अनि यस्तै छ पारी गएर एकछिन 1-2 फोटो चाहिँ खिच्छौँ सटक्कै यही नै हो हेर्नुहुन्छ साथीहरू अनि हाम्रो स्कुल फेरि त्यता देखिन्छ यस्तै छ अनि त्यसपछि फेरि म यता पछि भ्लग बनाउँदै मलाई यो ठुलो गाउँ पनि धेरै वर्षको देखेँ अब पारीबाट त देखिन्छ टाढामा देखिन्न नि त राम्रोसँग देखिन्न अनि नजिकदेखि बल्ल देखेँ साथीहरू अब
यस्तै नै छ के गर्नु होइन गाउँ देखाउने अब अझै योभन्दा कोटी माथि डाँडामा जानु छ हामी त बल्ल फेदमा छौँ साथीहरू अब त्यहीदेखि माथि हिँड्न त झन् उकालो अहिलेसम्म त हामी उकालो त खासै आएको थिएनौँ हल्का उकालो अनि तेर्सो हल्का उकालो त्यस्तै गर्दै आइरहेको थियौँ अनि अहिले चाहिँ अब चाहिँ अब सिधै उकालो हिँड्नुपर्ने हुन्छ किनकि अब फेरि उकालो हिँडेर माथि जानुपर्ने हुन्छ नि त अनि हामी अहिले चाहिँ तेर्सो हिँड्यौँ अब फेरि उकालो यस्तै छ के गर्नु जिन्दगीको यात्रा गन्तव्यमा गाउँ प्रवेश गर्दैछौँ हामी चाहिँ म चाहिँ बच्चा बोकेर होइन यस्तो चाहिँ साथीहरू अनि पहिले हामी कपडा यस्तो गर न बेबी ल हिँड त एकैछिन है साथीहरू कपडा धुन आउने खोला चाहिँ त्यहाँ हो साथीहरू यस्तै साथीहरू छोरीको हालत अब यहाँ नास्ता किन्दैछौँ चाउचाउहरू अनि हाम्रो कान मेट्ने बिसाउ चौडारी चाहिँ यहाँ भएको छ भर्खरै सुरुमा आइसकेको छौँ देख्न सक्नुहुन्छ सिनहरू चाहिँ अब टक्क लागेर चाउचाउहरू किन्यौँ अनि हामी चाहिँ हिँड्दैछौँ होइन गाउँमा यस्तै छ अब पहिले हामी चाहिँ यही बाटो अब दोकान जान्थ्यौँ आउँथ्यौँ माथिसम्म अब गाउँ त मैले अघि नै देखाइसकेँ होइन अब यस्तै छ कसलाई चिनिन अब यस्तै नै छ होइन हामी चट्टा हिँड्दैछौँ अनि के गर्नु साथीहरू थोरै क्लिप बनाउनु पर्यो बच्चासँग हुँदैन नि त सब अल ओभर रिकभर गर्नलाई अनि चट्टा यस्तै छ यी गाउँको बाटो दोकान यहाँ पनि रहेछ अनि मामाजू दर्शन ल हामी लाग्यौँ हौ मामाजू अब लु हिँड न छोरी जामिन हाउ आउँछ छोरीलाई पनि बसाल्यो साथीहरू एकदम गाह्रो भयो मलाई अब बच्चासँग ब्लग बनाउने बोक्ने त्यो चाहिँ अलिक हुँदैन नि त ल हिँड यस्तै छ साथीहरू अब दुनियाँले मोबाइल समाइदिने म अगाडि हिँड्ने अनि अरू साथीहरू पनि अगाडि हिँडिरहेको छन् अब फेरि म क्यामेरा ब्याक गरेँ साथीहरू यस्तो अप्ठ्यारो हुँदाहुँदै पनि साथीहरू यस्तो अप्ठ्यारो अनि म अगाडि बच्चा बोकेर यतिको आँट चाहिँ हुनुपर्छ है साथीहरू घुम्न जाने भएपछि कि त आफू जस्तै बच्चाको मम्मी हुनु पऱ्यो कि त अब यस्तो यिनीहरूसँग हिँड्नलाई त एकदम हिँड्नु पऱ्यो नि त अनि म चाहिँ हिँडिरहेको छु यस्तो गाह्रो भइरहेको छ मलाई तर पनि म हिँडिरहेको छु किनकि म हार्दिनँ किनकि मैले चाहन्छु नै भनेर कति वर्षको सपना बोकेर आएको नि त त्यस्तै छ है साथीहरू घरि अलि सजिलो बाटो छ घरि अप्ठ्यारो बाटो छ है देख्नुभयो सक्नुहुन्छ साथीहरू नौबहिनीको अर्को मन्दिर चाहिँ त्यहाँ हो होइन त्यहाँ चाहिँ हामी पहिल्यैदेखि आइरहेको थियौँ हामी जानुपर्ने चाहिँ ऊ त्यो सेतो पहरा मुनि चाहिँ हो होइन अनि नौबहिनीको अर्को मन्दिर चाहिँ मेरो साथीहरू चाहिँ एउटा गइसक्यो होइन अनि म चाहिँ पछाडि छु साथीहरू पछाडि छु नि त भिडियो बनाउँदै आइरहेको छु म चाहिँ यस्तै नै छ साथीहरू अब के गर्नु होइन भिडियो पनि बनाउनु पर्यो तपाईँहरूले देखाउँ भनेर अनि मेरो ऊ पनि त हुन्छ नि त सम्झनापछि बुढेसकालमा चारा मेरो छोरीहरूलाई यति बोकेर मैले हेर छोरी तिमीलाई यति बोकेर म चाहिँ माथि नौबहिनी चढेको थिएँ भन्छु नि त त्यस्तै छ साथीहरू जिन्दगीको यात्रामा छोरी लु साथीहरू देख्न सक्नुहुन्छ हामी त अझै छ क्या अझै 45 मिनट लाग्छ हो यति बेसकरी हिँडे त ओ माई गड मेरो साथीहरू त्यता भिडियो बनाउँदैछन् होइन लु है साथीहरू हामी चाहिँ
भर्खरै नौबहिनी प्रवेश गर्न लागेको छौँ अनि यी चत्त लागेर यी सिँढी अब चाहिँ गाह्रो अनि अप्ठ्यारो बाटो झन् आउँदैछ होइन साथीहरू लु हामी चाहिँ रेलिङ चढिन्छ अरू यस्तै छ जिन्दगीमा अहिले त यस्तो आउला है अब बच्चाको आमाले गाह्रो हुने नै भयो साथीहरू फेरि कति बच्चाको आमा दुनियाँ नभएको बच्चाको आमा कसै नभएको बच्चाको आमा भन्नु होला साथीहरू यो भनेको आफूलाई अरूसँग कम्पेयर गरेको होइन कि आफूलाई यस्तो रहेछ है भन्ने देखाएको मात्र साथीहरू है त्यस्तै छ अब अप्ठ्यारो पाटहरू कति नै छन् साथीहरूलाई रेलिङ चढियो फाइनली ल साथीहरू खोला पनि आयो अनि यहाँ अगाडि पुल देख्न सक्नुहुन्छ ल चट्ट लागेर भिडियो हुँदैछ हो कि साथीहरू अब अप्ठ्यारो बाटो भनेकै हिँड्ने यी साथीहरू खोला यस्तो साथीहरू म चाहिँ ट्वाक हिँडिरहेको छु साथीहरू साथीहरू अब खोला पनि देख्नुभयो मैले भिडियो बनाएँ होइन साथीहरू अब चाहिँ हामी नौबहिनी कोठीबेर पर्यटकीय क्षेत्र प्रदेशद्वारा आइसक्यौँ अब फाइनल्ली हामी चाहिँ हाम्रो गन्तव्यमा आइपुग्यौँ अझै अब माथि नै छ तर सबभन्दा बिचको बाटोमा आइसक्यौँ हामी साथीहरू साथीहरू ल हामी चाहिँ अब सुको चाल्नु भएको हेर्न जाँदैछौँ साथीहरू है खै त सुकोहरू हो सुकोहरू यो खेत हो देख्न सक्नुहुन्छ साथीहरू होइन खै यता चाहिँ के छ त यी पनि खेत नै हुनसक्छ साथीहरू देख्न सक्नुहुन्छ है यो यहाँ ढजा बाँध्नु भएको छ यो साथीहरू ल फेरि जाउँ आफ्नो भिडियो त कसले बनिदिन्छ त साथीहरू यी अब आफै भिडियो बनाउँदै हिँड्दै गर्ने साथीहरू त्यो साथीहरू यो साथीहरू योभन्दा अगाडि चाहिँ प्रवेश गर्न सकिनँ म साथीहरू यता छ के बाटो खै मादल बाटो मजान ल हामी चाहिँ फर्किनु साथीहरू हेरेर साथीहरू नो बेबी नो तिम्रो मोबाइल माग्दैन नि छोरी मैले भिडियो बनाउँछु छोरीले हेलो भन हामी चाहिँ जाँदैछौँ है साथीहरू म त थोरै क्लिप भिडियो बनाइरहेको छु साथीहरू हामी चाहिँ अब नौबहिनी झरनामा आइसक्यौँ साथीहरू यही नौबहिनी झरना देख्न सक्नुहुन्छ इतना सुकुन फोटो खिचिरहेको छौँ साथीहरू ल इतना सुकुन वा साथीहरू फेरि उता झरनामा जान लाग्यौँ होइन त्यहाँदेखि अनि छोरी र पिन्छ हिँड्के ल यो हात पनि कस्तो देखिने रहेछ हौ साथीहरू यस्तै छ साथीहरू अब आइसकेको छौँ हामी फाइनली अब फोटो खिच्नु पर्ने हुन्छ साथीहरू स्वेट लागेर हेलो गाइजहरू डल्ले बिचु ल खै म गइहालेँ लु साथीहरू हुन्छ म त बोल्दिनँ कि म त रिसाइछु तसँग र यसले मलाई छोडेर आयो होइन साथीहरू बिजु ल बिजु ल बिजु दर्शन ए लु
फर्केको है अनि फर्केर माथि पनि भिडियो बनाएको थियौँ अनि यहाँ पनि फेरि एक क्लिप स्वाट भिडियो हालौँ भनेर अनि हामी चाहिँ अङ्कललाई पर्खायौँ मेरो छोरी चाहिँ अगाडि माइजूले बोकेर जानुभएको छ इ हेलो भन् हेलो साथीहरू लु मेरो छोरी चाहिँ मानी छैन क्या एकदम रोए जस्तो आवाज आइरहेको छ अनि सट्टा हामी चाहिँ लु मेरो छोरी रोइदिए बिहालै भयो साथीहरू लु है साथीहरू हाल बिहाल जे हुने भयो ल म चाहिँ यतै देख्न सक्नुहुन्छ खुट्टा खुट्टामा अनि जुत्ता म खान्न के त्यो पिरो एकदम पिरो त्यो जुत्ता अनि जुत्ता यस्तो राखेर एकदम बिहालै भयो साथीहरू अनि अहिले चाहिँ नानी जुनुले बोकेकी छ अनि निदाएपछि अरू बेला त मान्दिने आफै बोक्ने आफै हिँड्ने हो साथीहरू इ म त खाली खुट्टै यस्तै छ साथीहरू के गर्नु यो जुत्ताले मलाई यति दुःख दियो नि साथीहरू खुट्टा त ओ माइ गड म त भन्न पनि के सक्दिनँ मलाई यो जुत्ता फालुम चाहिँ बाजा तर्फे फाल्न नमिल्ने जे भए पनि गिफ्ट आएको जुत्ता हो नि त अनि त्यस्तो भन्न चाहिँ मिलेन होइन साथीहरू यस्तै छ एकदम बेहाल भइरहेको छ साथीहरू म त खाली खुट्टै म जुत्ता लान्छु चप्पललाई म चाहिँ अहिले ठ्याक्कै देख्न सक्नुहुन्छ चप्पल बहिनीले साल्री होइन बहिनी चाहिँ अगाडि गयो अनि मेरो बहिनीले मलाई चप्पल दिएदेखि मलाई अलिक बिस्तारै सहज भयो क्या हिँड्नलाई बहिनीलाई फेरि त्यो जुत्ता हामीलाई ठिक्क हुने साइज किनिदिन्छ तर पनि खोइ खुट्टा एकदम त्यो नङहरू एकदम दुख्ने क्या हिँड्न पनि एकदम गाह्रो हुने होइन बहिनीले चाहिँ मलाई अहिले चप्पल लगाइदिन्छु जे भाइ आफ्नो बहिनी हो नि त अनि चप्पल लगाइदिन्छु म चाहिँ जुत्ता लगाउँछु भने अनि बहिनीले चाहिँ अहिले जुत्ता लगाउन दिएको छु उसलाई त बिचरा कस्तो भएर हिँडिरहेको छु अनि यस्तै हो साथीहरू जिन्दगीमा हामी त यही खोलाको पानी खाइन्छ साथीहरू यहाँ त कसैले कपडा दिँदैन नि फोटो हुँदैन नि त माथि लेकमा यत्तिकै खाइरहेको हुन्छौँ हामी चाहिँ प्लास्टिकमा भरेर बोतल पनि कता गयो भिडियो बनाएर आइरहेको अनि भिडियो बनाएर आइरहेको त्यो डगले मलाई यति डराउनु ल्यायो क्यामेरा नै हराएको यस्तै छ साथीहरू ल हेर्दै गर्नु होला भिडियो दुई साथी हामी चाहिँ चिसो लागेर यस्तो गरेँ होइन बोल न बेबी यिनलाई बोल्न पनि भएन कि चिसोले एकदम कस्तो गाह्रो भयो यिनलाई सास फेर्न पनि अहिले ढौढौ भइरहेको छ साथीहरू यस्तै छ जिन्दगानीमा तपाईँहरूलाई भिडियो त मन परेको छैन होला सायद तर नि मन पराइदिनु होला साथीहरू सुस्मिता म यहाँ त हालत हेर्न सक्नुहुन्छ साथीहरू